जाडोको सिजनमा जलनको घटनाहरू चाहिँ अलिक बढी हुन्छ रिलेटिभली अरू टाइमको भन्दा होइन। त्यही भएर तपाईँहरूले आफूलाई यो जलनबाट बच्नलाई चाहिँ धेरै सावधानीहरू अपनाउनु पर्ने हुन्छ। एउटा कुरा चाहिँ बच्चाहरूलाई तातो पानीले पोल्ने समस्याहरू बढी देखिन्छ यो समयमा। त्यही भएर तातो पानी बच्चाहरूलाई दिँदा अथवा तातो पानी तपाईँहरूले आफैले खाँदाखेरि पनि बच्चाहरूलाई अलिक टाढै राखेर गर्नुपर्ने हुन्छ है। त्यो कहिले कहिले पोखेर बच्चाहरूको छाला जल्ने समस्याहरू हुन्छ। यो कुरा चाहिँ एकदमै कमनली हुन्छ। त्यही भएर एकदम केयरफुल हुनुपर्छ। तपाईँले तातो पानी बच्चाको वरिपरि राख्नै हुँदैन कहिले पनि होइन। आफूले खान पनि हुँदैन अथवा तातो पानी बच्चाको रिचमा हुनु हुँदैन एउटा कुरा। अनि अर्को कुरा भनेको चाहिँ जाडोमा हामीले नेपालीहरूले चाहिँ आगो ताप्ने बानी पनि भइरहेको हुन्छ। त्यही भएर आगो ताप्दाखेरि कहिले पनि यस्तो सलहरू लगाएर आगो ताप्ने नगर्नु। अनि यस्तो पोलिस्टरहरू नाइलनहरूको कपडाहरू लगाएर अथवा त्यस्तो कपडाहरू आफ्नो वरिपरि राखेर आगो ताप्ने नगर्नु होइन। अनि अलिकति राम्रो डिस्टेन्स राखेर आगो ताप्ने गर्नु। अनि खानाहरू पकाउँदाखेरि पनि यस्तो सलहरू अथवा यस्तो झुन्डिने कपडाहरू लगाएर के अरे खानाहरू पकाउन नगर्नु। यसले गर्दा पनि आगोको जलनहरू बढी हुन्छ, महिलाहरूमा बढी देखिन्छ यो आगो सम्बन्धी जलनहरू होइन। अनि अब यो अरू कुराहरू भनेको चाहिँ अब रुमहरूमा तातो हिटरहरू बाल्दाखेरि चाहिँ अलिकति अब सेफ ठाउँमा राखेर बाल्नुपर्ने हुन्छ है। यो अलिकति आगोले इजिली नजल्ने ठाउँमा। अनि त्यसपछि कपडाहरू त्यसपछि यस्तो कागजहरू नभएको अलिकति डिस्टेन्स मेन्टेन गरेर राख्नुपर्ने हुन्छ। अनि त्यसपछि कोइलाहरू कसैले युज गर्दाखेरि चाहिँ त्यसलाई चाहिँ अब रुमहरू झ्यालहरू खोलेर हिटरहरू बाल्दा पनि सधैँ एउटा झ्याल खोलेर नै गर्नुपर्ने हुन्छ। अदरवाइज त्यो कहिले कहिले इनकेस जलिहाल्यो भने पनि त्यो मोनोअक्साइडका त्यो धुवाले चाहिँ थाहै नपाइकन कति मान्छेहरूको मृत्यु भइरहेको हुन्छ। यो कुराहरू एकदमै केयरफुल हुनुपर्ने हुन्छ। अनि अर्को कुरा भनेको चाहिँ ग्यास गिजरहरू युज गर्नुहुन्छ भने चाहिँ तपाईँले सधैँ बाथरुमको झ्याल खोलेर नै ग्यास गिजरहरू युज गर्नु र आफू नुहाउन गइराखेको छ भने कसैलाई इन्फर्म गर्नु होइन। कहिले कहिले यस्तो एक्सिडेन्टहरू भएर पनि कति मानिसहरूको मृत्यु भएको सुनिराख्नु भएको छ होला। अनि इनकेस जलन भइहाल्यो, अब तातो पानीले पोल्यो अथवा आगोले पोल्यो भने के गर्ने भन्दाखेरि चाहिँ हामीले सबभन्दा पहिला इम्पोर्टेन्ट कुरा भनेको चाहिँ हामीले त्यो जुन जलेको भागलाई छ त्यसलाई चाहिँ बगिरहेको पानीमा चाहिँ भिजाउनु पर्ने हुन्छ। लगभग 20 मिनट जति भिजायो भने हामीले त्यो जलनको गहिराइलाई अनि त्यसको पछि हुने त्यसको कति छिटो निको हुन्छ त्यसलाई धेरै प्रभाव पर्छ त्यसले होइन। त्यही भएर सबैको पहिलो प्राथमिक उपचार भनेको नै जलेको भागलाई 20 मिनट तातो पानीमा भिजाइराख्ने हो। यति गर्नुभयो भने तपाईँको धेरै हदसम्म त्यसलाई चाहिँ कन्ट्रोल गर्न सकिन्छ है। त्यही भएर विन्टरको जाडोको टाइममा चाहिँ एकदमै केयरफुल हुनु होला तातो कुराहरूसँग र आफूलाई जलनबाट र आफ्नो नानी बाबुहरूलाई चाहिँ जलनबाट बचाउनु होला। थ्याङ्क यू।